ओखो, जाडो कति बढेको है। रुखका पातहरूमा तुषारोले जाडोका थोपाहरू छाडेर जान्छ। पातहरूले जाडोको सूचना हाँगाहरूलाई दिन्छन्। जाडोभरि रुख दुम्म परेर बस्छ। गर्मी लाग्नासाथ हावा पनि फुरुङ्ग हुन्छ। हावाले चिसो बढार्छ। रुख तङ्ग्रिन्छ। पात र हाँगाहरूले सोइसाला खेल्न थाल्छन्। चौरका दुबाहरू सेतै देखिन्छन्, बुढेसकालमा फुलेको कपाल जस्तै। दुबोको हरेक वर्ष जाडो याममा कपाल फुल्छ। वसन्त लागेपछि सबै बिरुवाहरू पालुवा फेरेर झिल्के हुन थाल्छन्। मान्छेले ऋतु पछि यसरी रूप फेर्दैन, बरु ऊ झिल्केबाट प्रौढ र प्रौढबाट बुढो हुँदै जान्छ। जवानी बगेको खोला जस्तै हो, बग्दै जान्छ। ऋतु जसरी फर्किएर आउँदैन। गाडीका झ्यालहरू बाफले भरिन्छन्। बाहिरको दृश्य ठम्ब्याउनै मुस्किल पर्छ। म हातले सट्ट बसको झ्याल पुस्छु र बाहिर हेर्छु। बसको सिसा पुछेर कुहिरो हटाए जसरी वायुमण्डलको कुहिरो हटाउन नमिल्ने। सिसाबाट बाहिरको धुलमुल मात्र देखिन्छ। फेरि सिसा बाफले भरिन्छ। मलाई यही बेला फ्याक्ट चलचित्रको दृश्य याद आउँछ, जहाँ हिरो र हिरोइनले सिसामा मायारूपी शब्दहरूले आफ्ना भावना प्रस्तुत गरिरहेका हुन्छन्। मेरो हिरो पनि बसको झ्याल बाहिर भएको भए पक्कै पनि सिसामा मायाका 2-4 शब्द फुराएर लेखिदिने थिए। म मुस्कुराउँछु। म मुस्कुराएको देखेर छेउैमा बसिरहेका 2 जना पनि मुस्कुराउँछन्। मुस्कानले मायाको शब्द बोल्छ। मुस्कानसँगै मुस्कुराइरहेका आँखाका भाषा पढेर त झन् छिटो कुरा बुझ्न सकिन्छ। पक्कै पनि यी आँखाहरू प्रेममा छन्। जाडो भएको सूचना सबैभन्दा पहिला नाकले थाहा पाउँछ। सायद नाक शरीरको उच्च तथा पहाडी भेगमा पर्ने भएर होला। टाउको र कानको जिम्मा टोपीले लिन्छ। नाकको जिम्मा कसले लिने? धन्न बेलैमा कोरोना आइदियो र नाकको सुरक्षा मास्कले गर्नुपर्छ भनेर सबैले थाहा पाए। जे होस्, बिचरोले जुनी फेर्यो। हातले जरक मरक गर्नै मान्दैन। खुट्टा भने शीतलहरको चपेटामा पर्छ। मनबाटै चियाको तलतल लागेर आउँछ। यो जाडो मौसम साह्रै बैगुनी। सुरक्षा पनि के को मात्र गर्नु। नाक, कान, मुख, हात, खुट्टा, मन सबैलाई तातो चाहिएको छ। आफ्नो शरीरका अङ्गहरूको कचकच सुन्दा सुन्दै मलाई दिक्क लाग्छ। चियावाला दाइले चिया ल्याउँछन्। मुखले भन्दा पहिला हातले लोभ गर्छ, तैपनि तताइदिन्छ कि भनेर। चिया प्लास्टिकको कपमा पो आउँछ। जाडो याममा त स्टिलको गिलासमै चिया दिए नि हुने नि, मनले पसलेसँग गुनासो गर्छ। बाटोभरि मानिस रेखो पाखो आगो तापिरहेका हुन्छन्। बेला बेला आगोको तातो रात मौसममा आइपुगेर फर्कन्छ। तातोको चुम्बकले मलाई पनि त्यतैतिर तान्न खोज्छ। मेरो मन आगो भएतिर जानै मान्दैन। मलाई अरूले तापिरहेको आगो देखेपछि स्वस्तानीको एउटा प्रसङ्गको याद आउँछ। सप्तऋषिका 7 जना पत्नीहरू नदीमा स्नान गरेर फर्किरहेका हुन्छन्। उनीहरूले बलिरहेको आगो देख्छन्। सबैले आगो ताप्ने सल्लाह गर्छन्। एउटी चाहिँ अरूले बालेको आगो ताप्नु हुन्न भन्दै घर जान्छन्। बाँकी 6 वटीले आगो ताप्छन्। आगो ताप्ने 6 वटी ऋषि पत्नीहरू गर्भवती हुन्छन्। आफ्नै श्रीमतीहरू एक्कासी गर्भवती भएको देखेर ऋषिहरू अचम्ममा पर्छन् र सबैलाई घरबाट निकालिदिन्छन्। ऋषि पत्नीहरू आफ्नो अपमान सहन नसकी घरबाट निस्किन्छन् र आकाशमा तारा भएर बस्छन्। सानोमा आमाले तारा देखाउँदै भन्नुहुन्थ्यो, ऊ त्यो 6वटा तारा छ नि, त्यो चाहिँ सप्तऋषिका पत्नीहरू हुन्। ऋषि पत्नीहरू अमर भएर बसे। सबैले ताराका रूपमा उनीहरूलाई सम्झिरहे, तर उनीहरूमाथि अन्याय भयो। हराम न बिरामसँग उनीहरूमाथि आरोप आइलाग्यो। अरूले बालेको आगो तापेपछि गर्भवती भइन्छ भन्ने सोचले त पक्कै होइन, तर यो प्रसङ्ग मेरो दिमागबाट पटक्कै हट्दैन। शरीरले आगोतिर जाने सङ्केत गरे पनि मनले रोकिदिन्छ। अरूले बालेको आगो ताप्नु हुँदैन। यसैलाई भन्छन् अन्धविश्वास। यसैलाई भन्छन् रूढिवादी सोच। अर्को मनले थर्काउँछ। मनको कुरा मनले मान्दैन। मनले जुहारी खेल्दा खेल्दै म गन्तव्यमा पुग्छु। गन्तव्यलाई मौसमको वास्तै नहुने। जाडो याम सुरु भएपछि बाख्रा भाइरल हुन थाल्छ। त्यही पनि एउटा उखानको भरमा। केटाकेटीको जाडो बाख्राले खान्छ। मैले जाडो खाने बाख्रा आजसम्म देखेको छैन। मैले देखेको बाख्रा त जाडो लागेपछि सिँगान बगाएर सिकसिक गर्दै बसिरहन्छ।
जाडो खाने बाख्रो कुन जातको रहेछ? हामीले अर्कै जातको पो पाल्यौँ कि? अरूले पनि देखेका रहेछन् कि क्या हो? नत्र सामाजिक सञ्जालमा ठुला अक्षर सहितको थम्बनेलमा आउने थियो, जाडो खाने बाख्रो भेटियो, तुरुन्तै हेर्नुहोस्। तपाईँ खासै रवासिलो हुनुहुन्न भने पनि जाडो मौसम ठिक छ। कसैलाई भेटेर हालखबर सोधिसकेपछि बोल्ने कुरा केही पाइएन भने यसपालि त कति जाडो बढेको है भनिदिए पुग्छ। हामी जाडोलाई यति चर्चित बनाइदिन्छौँ कि मानौ कि जाडो सामाजिक सञ्जालमा भाइरल भएको प्राणी हो। चोक, गल्ली, बाटोघाटो, घर, पसल, मन्दिर हरेक ठाउँमा एउटै गफ। ओखो, जाडो कति बढेको है? सबैलाई थाहा छ पुस माघमा अधिक चिसो हुन्छ भनेर। थाहा भएको कुरा पनि हरेक वर्ष हामीले दोहोऱ्याइरहन्छौँ। अनि जाडो झन हौसिन्छ। डाँडा काँडामा हिउँ पर्न थाल्छ। केटाकेटी अझै हौसिन्छन्। दगुर्दै हिउँसँगै लट्टीपट्टी गर्न पुगिहाल्छन्। जाडो झनै हौसिन्छ। जे होस्, जो जति हौसिए पनि आफ्नो समयसम्म राज गर्न पाइन्छ। जाडो यामको आयु सकिँदै जान्छ। वसन्त ऋतुको आगमनसँगै डाँडा काँडाका हिउँ पग्लिन थाल्छन्। केटाकेटी हिउँ खेलेर फर्किन्छन्। यसपालिको जाडो यसरी नै सकिन्छ।